फुल टिप्नु भनेर गाकी फुल्का घरमा पनि बाँकी पर्छ भनेको उडेर भइरहेको लोभ मान्छेको ज्यान त्यस्तो नराम्रो जगाएको भए त भागिहाल्छु भाग्दैन थियो गर्दैछ त ए भाइ हस्पिटल पुऱ्याउँछ त मलाई बाँच्नु त बाँच्नु आमा ओहो आगो त लाउन आँटेको त नि नभ्याल्नु न मिच्नु किसेर उडेर किच्नु न मारु म तल फैलामा तपाईँलाई थैलामा भइरहेको लोभ मान्छेको ज्यान राख्नु पर्दैन यसलाई उडाइदिने त्यहाँ राख्नु म किच्छु त्यस्तो नराम्रो गरी आगो खोल्न जानु भएको थियो आगो बालेर मार्ने भने त्यो मौरी काट्ने रहेछ आगो बाल्नलाई कपेर एक मुठी कपेर लगेर बारुलाले क्या त्यसलाई अहिले हामीले कस्तो किचिमिची बनायौँ क्या छिटै घटेछ हो मेरो त 2-3 दिनसम्म किचिमिची पारेको हामीले अहिले फैलामा हालेर डराङ मलाई यो टोकेर नि के छ आमा खबर मैले त धेरै बेर उ गर नि त याद बच्चाले गरेर झकी राख्नु कि के गर्नु भइगयो नि त म पनि यत्रो पारे यत्रो तपाईँलाई नि टोकेको थियो अरे फुल टिप्दाखेरि हातै झन् ऊ भएन 3-4 टोकेर अनि त्यही भएर तपाईँलाई यस्तो आँट आएको मलाई त दुखेर कम दुखेको छ बारुलाले टोके कस्तो हुन्छ भने त मलाई थाहा छैन टोकोस् सुन बारुलाले लगाइ आज अब हाम्रो घरमा बाडुला काण्ड भएको थियो बाडुला काण्ड र गाकी फुलका बुटामा बारुलो उहिले त घाँस काट्दा नि बारुला बस्तीमा नि बारुला घरैमा पनि बारुला जे गर्दा नि बारुला केही गर्दा पनि अरिगलले पनि खाएको सबै यताउँदै हातमा खाएर यताउँदै हात खाएर सबै खाएर केही हुँदैन थियो अब त फुलका बोटमा बारुला पनि फुल टिप्दा जाँदा पनि खायो अनि बोला यहाँनिर यहाँ खा त यत्रो भएर हात सुनिएको थियो एकछिन त राम्रै नरुनु नहाँस्नु के गर्नु त्यस्तो भयो अन्त म त छक्क परेँ अन्त रु भने हाँसेर कसरी रोएको हुन्छ फेरि भएन अब होइन अब लाजै हुने केले खायो भने बारुलाले खायो भनेर कता नरुनु नहाँस्नु न के गर्नु अनि त्यहाँ त्यस्तो भएर अन्त भरे त ढकी बोकेर चाहिँ यसो झन्निरहेको थियो भन यहाँनिर चिलेको यसो गर्थ्यो काला अरिङ्गलले खाएको फेरि उहाँ पाहाडमा काला अरिङ्गलले खायो त्यहाँदेखि त्यो हम्म भएर सुन्यो सबै मैले खायो काला बारुलाले कसरी सुने मुख हम्म पारेर देखाउनु यहाँनिर म